हेलो अनि गुड इभिनिङ गाइज। आज चाहिँ हामीले रङ्गोली तयार पारेका छौँ। होममेड रङ्गोली हामीले चाहिँ फुलको मात्रै रङ्गोली तयार पार्यौँ फर्स्टमा। त्यो पछि चाहिँ घरभित्र चाहिँ दियो बाल्यौँ, लक्ष्मीलाई पूजा गऱ्यौँ। पूजा गरिसकेपछि चाहिँ फेरि सुरु भयो हाम्रो चाहिँ नेक्स्ट पार्ट। यो चाहिँ झिलिमिली बलिरहेको छ। झिलिमिली पनि हाम्रो बुवाहरूले ठुलो बुवाहरूले चाहिँ सेट गरिसक्नु भएको थियो। हामीले चाहिँ रङ्गोली मात्र बनायौँ। म लगायत मेरो मम्मी आन्टीहरू मिलेर हामीले रङ्गोली बनाइसक्यौँ। र यहाँ हुनुहुन्छ आन्टीलाई पनि सोधेँ मैले, यति राम्रो रङ्गोली कसले बनाएको भनेर। यसको श्रेय जान्छ हामी सबैलाई, जसले हामीले मेहनत गरेर यति राम्रो रङ्गोली बनाउन सफल भयौँ। त्यो पछि चाहिँ देउसी खेल्ने कार्यक्रम पनि सुरु हुँदै थियो। कता कता मान्छेहरू देउसी खेल्नको लागि अर्को गाउँबाट आइसक्नु भएको थियो। उहाँहरू पनि यहाँ देख्न सक्छौँ हामी बाटोमा। ऊ चाहिँ मेरो बहिनी हो। उसले चाहिँ देउसी खेल्नको लागि रेडी हौँ भन्दैछ। भ्यू देखिँदैछ। यहाँ चाहिँ एकदमै राम्रो डेकोरेसन भइरहेको छ है। हाम्रो चाहिँ घरमा टिका लाउनु पर्ने हुन्छ। सप्तरङ्गी टिका चाहिँ अलिअलि सबै घरमा मिक्स हुने गरी लगायौँ। अनि पुरै घरलाई कभर गर्ने गरी चाहिँ मैले भिडियो लिएँ। एकदमै राम्रो देखिरहेको छ। एकदमै दसैँ तिहार भनेपछि एकदमै मन हर्ष र उत्साहका साथ चाहिँ गर्न मन लाग्छ होइन। कुनै पनि कामहरू चाहिँ एकदमै खुसीका साथ गर्न मन लाग्छ। त्यही भएर हाम्रो सबैको डेडिकेसन हो यो चाहिँ। मेहनत पनि छ अनि अनुशासन पनि। हाम्रो बुवाहरूले चाहिँ एकदमै राम्रोसँग घर सजाउनु भयो, झिलिमिलीहरू लगाउनु भयो होइन। अनि मैले पनि हेल्प गरेँ।